काममा आएको ढुङ्गा सुङ्गा नभइसकेपछि खाजा खान थाल्यो अब अहिले भरे काम भयो भने चाहिँ मेरी भाइ मासु भात पुरी छु नुन हालेन है आँखाले केमा गएर पकाएको गोम्बल चाहिँ एउटा हालेन ग्याप हो आन्द्रा बुढी त्यस्तो पकाएर ओ कहाँ हिँडेको ए खाना नखाए क्या हो केटा हो के गर्छ है यो खुवाइ हेर्दा त मैले चाहिँ भात खाइन म खाइन मोमो खाएँ ल गाइजहरू आजदेखि हामीले यहाँ सोलिङ सुरु गरेका छौँ ल हाम्रो यहाँ मिलास सुनवार छत्र पानी बौला खुले डेनिज 6 जनाको ग्रुप छ 4 मिटर हानिसकियो यो उकालो टक्कै हामीले सक्ने हो होइन अनि त्यहाँबाट हाइवेमा गइन्छ फेरि हामी यो चाहिँ शाखा ब्रान्चमा हो यहाँको चाहिँ फिनिसिङ भयो त आज नापम ओके छ त यो पहिलाको सोलिङहरू किन मान्दैन यार त्यो चाहिँ क्लित्तै गलेर बसिरहेको छु यत्तिकै हारेस खाइसक्यो साथीहरू अब दुम्सीले नि यस्तो गरेछ क्या हाटे लास्टै हानेछ लास्टै यहाँ पनि हानेछ ऊ त्यहाँ हानेछ है अनि के हो यस्तो मान्छे हिँड्ने जस्तो बाटो बनाइदिएछ यहाँ हानेछ त्यहाँ हानेछ त्यहाँ धुस्नै हान्दैछ तल सबै पहिलादेखि आज ल सुमन्द्रमा चाहिँ स्याट यो आँठालाई मार्नु पऱ्यो भनेको ए यार सरी मुख साडेछु हो यसले मलाई बुतुक भाताकै बनाइदियो क्या अनि आज कतातिर आउँला त यार यो हो त्यसको गुहो पहिलाउने विचार गर्दैछौँ हामी चरर लाएर हो त ए हो मकै सिप गाडेर गाड्न नि नदेख्ने गरी यहाँतिर त्यो झन् कोही जोर 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 रहेछ कि अनि यहाँनिर कहाँनिर राख्ने भनेको यहाँ त्यसरी अनि यहाँतिर राख्न यहीँतिर भ्याउँछ त टोस बाल्नु त त्यसरी अलिक सुर्खाएर रहेछ अलि चौरमा राख्नु पर्थ्यो कि केटा के फेरि चेपेर खुट्टा झुन्डेर चुटेर जाने हो कि है थाहा हुन्थेन अब ओइ नाटु के बोइ ओइ के भएन यो त के भयो छोडे बिस्तारी बिस्तारी छोडे खुट्टा बिस्तारी उचाल्न उचाल उचाल मेरो त उचाल उचाल हिँड्नु त यही मात्रै छ दुलो जाँछ होइन नसले त आएन छ त अनि ठिक्क राखेको आएनै छ सो गाइस आज पनि म ट्याक्क राख्न गइरहेको छु हिजो राति आएन त्यो मुलङ खारे
बाटो बाटो ठ्याक ठ्याक स्याट स्याट ट्याक ट्याक्क राख्नु पर्यो होइन तार कहाँ गएको छ तार हे बिजुलीको तार पल्टिन्छ क्या हो टमाटरहरू यस्तो बिजो भयो यार भ्याएकै छैन हो टमाटर बारी यसो हेर्न ठ्याक्क यसलाई अलिकति काटेँ अब यो काट्दैछु ठ्याक्क कैँची ग्लोभ्स लगाएर च्याट रिलिक्क बनाउनु पऱ्यो क्या यसलाई अब तपाईँहरूको घरमा साडी बढी भएको छ भने यसो गर्नुहोस् स्याट स्याट च्यात्नुहोस् कोही गाईलाई दाम्ला बनाउनुहोस् कोही बाख्रालाई दाम्ला बनाउनुहोस् कोही टमाटरलाई दाम्ला बनाउनुहोस् सो ट्याक्क साडी च्यात्ने टमाटरलाई ट्याक्क झुन्डाउने यसरी अलिक टाइट भएन यो टमाटरहरू फल्न थालेका छन् अलि दिनमा पाक्छन् हो ट्याक्क किन्न आउनुहोस् हामी बेच्छौँ साडीको सदुपयोग लाउन भ्याउनु भएको छैन भने यसरी च्यात्नुहोस् राम्रै सदुपयोग हुन्छ ल बनाना यसरी पाक्छ हाम्रो घरमा चाहिँ ट्याक्क पिस यो बोक्ने फेरि त्यो चाहिँ दुईटा तिनटा अझै बोक्ने पानीपुरी के हो यो चुहिएको छ कि त पर्छ होला यो त कमाइ हो बिर पनि छ लगाइस् पैसा 10 र 50 मात्रै देखिया छ कहाँ हो त्यसो कति गर्नु पर्यो क्या आमा पैसा कति हो कति त्यो जहाँ अब 5000 कहाँ 5000 हो यार यहाँ त नि स्याहारलाकै यार ए पैसा अठाउनु जाने नि काम गरेर पैसा कम अट्ठाको पोरो मैले अट्ठाको किन 28 त छाड्दैन लगाइछि पैसा कति छ आमा अहिले गर्मी छ यार 72000 पैसा कोले तेह्र एक सय 20 मात्र भयो त जाको 120 मात्रै हेरेको छ क्या ए 20 घाटा गर एकजना कसलाई घाटा हुन्छ फेरि 120 एकछिन है 20 हिसाब गरौँ फेरि 40 यहाँ 60 रहेछ ए लो 60 पुगेन नि